फेरि पनि म आज सदाको जस्तै म तपाईँहरूमा आज भिडियो लिएर आइसकेको छु। अब आज चाहिँ फेरि पनि अब तपाईँहरूलाई अब के कस्तो भनेर म तपाईँहरूलाई भिडियो मार्फतै अब देखाउने नै छु। सबभन्दा पहिला मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, सब्सक्राइब अब लाइक कमेन्ट सेयर पनि गरिदिनु होला सकेसम्म है। अब हामी चाहिँ आज चाहिँ फेरि भलिबल खेल्ने भन्ने प्लानिङ भएर म चाहिँ टक्क भलिबल खेल्न निस्किरहेको छु। अब माथि पुगेर म्याडमलाई तपाईँहरूलाई यो चाहिँ टक्क म निस्किसकेँ घरबाट चाहिँ। ल दादालाई बधाई छ है। धन्यवाद। ल अब खोइ कताबाट हो? ल दादा ल बिहे गर्नुभयो? ल ठिक छ, धन्यवाद। ल ठिक्क भेट हुँदो रहेछ। ल ब्लगमा स्वागत छ है तपाईँहरूलाई। ल दादा स्वागत है तपाईँलाई नि। अब चाहिँ खेल्न लाग्यो भलिबल। बल त ठिक होला, त्यो त भिजेको देखिरहेको थियो। नेट झरेछ हो? यस्तो युवा साथीहरूले त गर्न खाने नौजवानी तपाईँले नेट चाहिँ नेटको हालत चाहिँ यस्तो छ पुरै बाँध्नु पर्छ यहाँ यसो ट्याक्कसँगले ढोडी। तार चुटिन्छ नि चुटिन्, कस्तो चुटिँदैन? चुटिन्छ नि तार त, हट कस्तो चुटिँदैन यार। भाइ कहाँ जाँदैन हौ? हामी चाहिँ अब भलिबल खेलिसकेर यता बसिरहेछौँ। प्रभु दाइ चाहिँ गेम जितेर टक्कै हाँस्दै छोरी हेर्दै हुनुहुन्छ। ऊ भाउजू चाहिँ फेरि ऊ त्यहाँ भाउजू चाहिँ भलिबल खेल्दै हुनुहुन्छ है। भाउजूको पालो हो कि प्रभु दाइको? हजुर त लडिहाल्छ नि। सही लाग्छ। ल हामी चाहिँ अब भलिबल खेलिसकेर जाँदैछौँ। अब सँगले फर्क्यौँ हामी चाहिँ। ल है प्रभु दाइ भोलि भेटौँ है। ल है केटा हो भोलि भेटौँ। टक्क हातमा जुत्ता बोकेर चाहिँ लाग्यो। ल जाउँ त गयो नि। ल ल ल गयो घरतिर। ल केसी दादा छुटौँ।